हेलो साथीहरु गुड मर्निङ नमस्ते आजको बिहानी सबैको शुभ रहोस्। म चाहिँ यहाँ पाटन आएको आज जात्रा हेर्न हामी है म मेरो छोरी बुढो आएको। हामी चाहिँ अहिले यहाँ के अरे पाटन दरबारमा छौँ। आज बुद्ध जयन्ती पनि हो। यहाँनिर खतरा बुद्ध जयन्तीको मेला लाग्छ, जात्रा ल्याउँछ अरे हेर्न आएको। तपाईहरुलाई पनि म सँगसँगै लिएर लानेछौँ देखाउनेछौँ। रमाइलो हुँदो रहेछ पाटनमा भनेर आएको हामी पनि है। म त धेरै पछि मतलब यो बुद्ध जयन्तीको दिनमा चाहिँ फर्स्टचोटि होला। पोहोर हामी कहाँ थियो उता किर्तिपुरमै थियो है। किर्तिपुरमा पुरा रमाइलो भएको थियो त्यहाँ गणेश मन्दिर तलतिर। लेसको साथीहरु देखाउने छौँ के हुने रहेछ दिनभरिको अपडेट गराउने छौँ। अघि बिहान कस्तो मजाले घाम लागिसक्यो त है। मैले भने हैन मौसमको भरै हुँदैन के। साइकल यहाँ भित्र मन्दिरहरू के हो। ढोका कस्तो सानो छ के पुरानो जमानाको ढोका। माथि के कस्तो स्टाइलको छ मन्दिर यहाँनिर। दसैँको बेलामा यहाँ पूजा हुन्छ के। दसैँको बेलामा दसैँको अष्टमी खै मिल्छ होला। खुल्ला त राखेछ। बुद्ध जयन्तीको एकदम रमाइलो गर्छ यहाँ चाहिँ फेरि। दिउँसोतिर हुन्छ होला अहिले त अब बिस्तारै सुरु हुँदैछ नि त। यही हो बुद्ध जयन्तीको। यही बुद्ध जयन्ती भएर होला यो साइकलहरू र्याली आएको के। सबै साइकलहरू आएको छ नि त। आजभोलि धेरै यो लेडिजहरू के लेडिजको वुमेनहरू साइकलको जान्छ के। साइकलहरू धेरै चलाएर हिँडेर आउँछ क्या साइक्लिङ गर्ने। ऊ त्यहाँ आऊ बुद्धको मूर्तिहरू राखेर छ। सुरु हुँदै रहेछ भर्खर कार्यक्रम सुरु गर्नलाई रेडी गर्दै रहेछ नि त। कलर भरेको बुद्ध त्यही हो रे। हो कुन के भरेको सेम कपाल पनि त्यस्तै थियो के। यस्तै बुद्ध। पानी पर्ला जस्तो भइसक्यो है। पानी पर्ला जस्तो भइसक्यो। हामी आएको घुम्नलाई अब छिटो जानुपर्छ। हुडी बतास त अहिले बिहान हुँदैन त पानी पर्ला कि भन्ने मात्र हो कि। बतास त डेन्जर चल्छ त। यहाँ पुरै साइकल यो साइक्लिङ गर्नेहरू टिम थुप्रो आएको छ यहाँ अहिले चाहिँ। अहिले साइक्लिङ गर्नेहरू एकदम ट्रेन चलेछ क्या। मलाई चाहिँ रमाइलो लाग्छ कि यस्तो साइकल ग्रुपमा क्या सबको गयो है साइकल र्याली गर्यो। आफ्नै हो सबै आफ्नै हुन्छ नि कि कहाँ अर्को हुन्छ। आफूले ल्याउने अब कोही नहुनेहरूको चाहिँ भाडामा लिएर चलाउँछ। सबै टिम आफ्नो टिम गर्छ है। यस्तो अन्टी हुनुहुँदैछ त सबै भर्खर कस्तो है एज भइसकेहरूको साइकल गराएर जाने क्या। तिमी पनि जान्छ कि साइकल चलाएर टुटु मजाले कस्तो यङ भएर जान्छ क्या। यहाँतिर भयो भने चाहिँ अब कस्तो भने पहिला सानैलामा यतै बसेको भयो चिनेको मान्छे धेरै भेट्ने के जस्तो लाग्ने भने यहाँ त। साइकल र्याली अब बाजारहरू चाहिँ बजिरहेछ खस्यो। ल कहाँ जाने अब? ए ओइ मिना
उतै जाउँ न कत्रो ठुलो साइकल अरे यहाँ साइकल कत्रो ठुलो पाङ्रा कत्रो ठुलो बाजेको बाजे यत्रो पातलो छ है साइकल पनि त ठुलो हेर्दा कस्तो के अब हाम्रो हेर यस्तो एजमा पुरा साइकल गर्दै हिँडेछ है जोस भनेको यही हो क्या मान्नै पर्ने हो भिडियोको जोस कस्तो सिक्यो हो साइकल पनि चलाउनु जान्दैन भनेर जानिहाल्छ नि अनि यिनीहरू ग्रुप हुन्छ अनि ठाउँ ठाउँमा यसो साइक्लिङ गर्दै जाने हो क्या त्यही भएर हेर नि यो ड्रेसहरू पनि एउटा एउटै छ नि यो निलो ज्याकेटहरू छ नि लगाएको सबै आफ्नो एउटा कोड जस्तै हो कि ग्रुप भनौँ न ग्रुप घुम्न आउँछ क्या धेरै अब कहाँ पुग्नेहरू छ यत्रो एउटा लिडर हुन्छ लिडरले गाइड गर्ने हो नेपालको झन्डा दिदीहरूको जोसलाई त मान्नै पर्ने यतिको जोस आजभोलिको केटीहरू एक्टिभ हाम्रो केटी चाहिँ कहिले एक्टिभ हुने म त एक्टिभ भइरहेको छु म स्कुटरै चलाइदिन्छु चलाइरहेको छु साइकल लगाउँछु साइकल नआइकन मैले स्कुटर जाने छिटो पनि लागेको छ बाटो यो म्युजियमको पार्ट हो क्या यो चाहिँ म्युजियम हो यो खै के होला कि ए यसो छिरेको मात्र यहाँ छिर्नै नपर्ने है छिरेर खाइदिए लास्ट गरेर टिकट काट्नु पर्ने कि टिकट काट्नु पर्ने भने उतै हो कि त्यो म्युजियमको हो कि यो किन म्युजियमको हुने हो र यो जाउँ जाउँ न उता यता जाउँ म्युजियम हो कि भित्र चाहिँ के हो छ क्या अब चिन्तिँदैन पहिला उयो घन्टी यहाँ जाउँ जाउँ उता जाउँ पहिला अहिले यो घन्टी बजाउने क्या टाइम सङ्केत गर्नलाई कस्तो मकै बाँच्न आएको है बिहान यस्तो मकै बाँच्न आएको यो रानीको यो झरना यो अब यहाँ मान्छे हुने यहाँ धेरै भनेको यहाँ मान्छे हुने भनेको अब दिउँसोतिर मात्र आउँछ कि बिहान खासै हुँदैन नि अब उता जाउँ न हामी मसिना दर्शन गर्न जाउँ होइन हामी खास त्यस लागि आएको नि त मसिना दर्शन गर्नको लागि आएको हो हाम्रो अब धेरै दिन भयो नघुमेको नहिँडेको त्यही भएर यसो हिँडौँ भनेर खासमा र तानेको नि हेर्न आउनु पर्ने हो अब तानेको हिजो तानेको लङखेलबाट चाहिँ त्यो लङखेलको मेन ठाउँबाट अलिकति अगाडि मात्र तान्ने हो कि धेरै तान्ने होइन थोरै मात्र तान्ने हो बिहान त्यो चाहिँ बिहान मात्र तान्छ क्या आजको दिन परेको भए त ठ्याक्कै हेर्न पाउँथ्यो आज यस्तो फेरि बिदा पनि आजै पऱ्यो क्या छोरीलाई घुम्न मन लागेको म्युजियम अहिले घुमाएर काम छैन अब यहाँ चाहिँ लङखेलको स्ट्रिट मार्केट हेरौँ न अब लङखेलको बजार यहाँ त बिहानै बेलुका दिउँसो हल्का खाली हुन्छ र बिहानै बेलुकादेखि यत्तिकै हो यहाँको बजार
यहाँ नपाउने केही पनि छैन, हरेक चिज पाइन्छ। लुगाको आइटम, खानेकुरा हुन्छ कि पूजाको सामानहरू हुन्छ कि सबै पाइन्छ कि यहाँ चाहिँ। यो तरकारीहरू लाग्छ कि देख्ने तालले के यहाँ तरकारीहरू तर एकदम सस्तोमा पाइने सामानहरू चाहिँ पाउँछ यहाँनिर। यो चाहिँ कस्तो हो भन्दाखेरि काठमाडौँको असन भने जस्तै हो यहाँ चाहिँ। यो चाहिँ काठमाडौँको असन, यो चाहिँ ललितपुरको पाटनको चाहिँ असन हो क्या यो चाहिँ। त्यस्तै छ नि बजार। न्युयोर्कको असनमा त्यति सामान त्यो खोज्नु झ्याउँछ नि। यो खासमा के हो यो? यो जिम्बु भन्ने ग्रिन जिम्बु दालमा झै गर्ने के। अब ब्याग चाहियो कि अब स्कुलको जाने बेला अब सबैले ब्याग चाहियो हैन। के खोज्न थाल्यो? ए यो त होइन, त्यो खोर्सानी। यहाँ हिँड्दा हिँड्दा यस्तो हुन्छ कि आँखा तिर्मिरे हुन्छ कि। यति धेरै प्याक हुन्छ कि अब यहाँ सामान किन्नेहरू धेरै छ कि किनमेल गर्नेहरू। यहाँ आयो भने टाइम गएको पनि थाहा हुँदैन। छाता छाता कस्तो सानो कि दुलो चाहिने? सानो हो सबै यो? ठुलो पनि छ। ठुलो चाहिने कि सानो चाहिने? ठुलो चाहियो नि? ठुलो चाहिँ ल्याउनु न। च्याप लाएर ल ठिकै रहेछ ल, ठुलो रहेछ नि। कति ठिक छ? कति? अर्को कुन चाहिँ? पानी पर्ने सिजन आयो, त्यसको लागि छाड्न चाहियो। के हो अब बन्द गर्ने बेला भएको? ए बाहिर भएर? ए न त बजारै बन्द हुने बेला भयो क्या। यो फेरि कस्तो हुन्छ नि, धेरै ठुलो हुन्छ क्या फेरि अहिलेको? त्यत्रै हुन्छ? कति वर्ष यसको चाहिँ? ठुल्ठुलो रहेछ। खोले चाहिँ के? त्यो स्प्रिङ मात्रै भयो, यो स्प्रिङवाला हो रहेछ यो। पिरतीको छाटा ओराउन भनेर दाँच्दै न यसरी। कुन चाहिँ अर्को लिने? चाइनिज मार्केट। मिलाएर दिनु न। ल हाम्रो छाता पनि लियो। पहिलो सपिङ छाताबाट सुरु भयो। यहाँ अब उहिले हामी जत्रा अहिले हेर बिना एकछिन यहाँ बसेर हेरौँ न। ओइ बिना
बुद्ध जयन्तीको रहेछ नि त उहाँको बुद्ध जयन्तीको त्यो फुलपाती चाहिँ ल्याउँदैछ है जाउँ आज सबै भयो हाम्रो आज मजदुर दिवस पनि पर्यो बुद्ध जयन्ती पनि पर्यो अनि त्यही भएर नि हो सबैलाई बिदा मिलेछ क्या आज टाइमिङ मिलेछ दिदी चिया बेच्दै हुनुहुन्छ चिया यहाँको बजार हिँडेपछि के बोक्यो आएछ थुप्रै रहेछ लुगा भने यस्तो फेन्सी लुगाहरू सस्तोमा यदि यहाँ तिर्मिर हुन्छ कि यहाँ हिँड्न थाल्यो भने केही चाहिँ देखिँदैन अब उसलाई सुरुवाल मन पऱ्यो सुरुवाल हिँड्न लाग्न थाल्यो हो एकदम आइटम 650 को यति सस्तो हुन्छ कि अब हेर्न थाल्यो भने धेरै हेरै हुन्छ यहाँ त बजार अब पातलो हुँदै जाँदै गइरहेको छ अब त अब कति बज्यो टाइम त भयो होला 8 बज्नु लाग्दैछ 8 बज्यो भने नि भयो 8 बज्यो अब बिस्तारै अब बजार पनि बन्द हुँदै गर्छ अब के लाने अब धेरै कुराहरू छ लानलाई के लाने हुन्छ अस्ति पालि हामीले के खरबुजा लगिदिएको अब यो पालि के लगिदिने खासमा यो मसिनोनाथको जात्रा भएर नि हो यो अलिकति भिड पनि बढेको के लाने त्यो काँक्राहरू हेरौँ न काँक्रो कसरी हो 100 को 1.5 किलो रे 100 को 1.5 किलो यिनीहरू राम्रो हुन्छ यिनीहरू यस्तो राम्रो हुन्छ अब यहाँ सधैँ आइराख्ने होला चाहिँ थाहा हुन्छ अब यहाँ मार्केट होइन अब नआउनेहरूले चाहिँ यसो आएर घुम्न आउँदा नि हुन्छ अनि यसो बजार हेऱ्यो भने रमाइलो अहिले मसिनाको जात्रा नि भएर चलिरहेको छ के भयो यहाँ त धेरै पाइन्छ हामी जहिले यतै आउँछ सपिङ गर्न है यो कहाँ हो भन त पाटन है पाटन लङखेलमा हामी आएको काफल खाने काफल लिने खाने लियो नि त यो काफल चाख्दिउँ न अब मौसम अनुसारको कहाँको काफल दिदी हो कहाँ हो यो कदौरी खोइ नामै सुने छैन ठाउँै सुने छैन हामीले त ल छोरीले आफ्नै पैसा दिने ल तिमी देऊ ल आमा दिनुहोस्
ल यो खल्लीमा राख्ने ल है छोरीको पैसा हो नि हो मिठो छ ल जाउँ काफल काफल छ नि त ल हामीले काफल किनेको देखाइदिउँ नि त काफल मेरो पैसाले किनेको काफल भन्दै साथीहरू अब यसमा यहाँतिर आयो भने यस्तै हो कि है धेरै कुराहरू छ के लिने के नलिने त्यस्तो हुन्छ है देखाइ चाहिँ सबै किन्न मन लाग्ने यो फोर लिन आएको के फोर लिन आएको यो फोर लिन आएको गाडी कस्तरी हाँसेको होला हजुर अब उयो म मान्छेनाथ रथ दर्शन गर्ने अनि त्यसपछि उता माइजूमाको घरमा जाने है त्यसपछि अनि हाम्रो घर जाने काफल खाने हाम्रो कुन चाहिँ काफल यो त काफल हो नि काफल अनि हाम्रो बुढी चाहिँ पछाडि हिँड्दैछ यसरी पछि पछि छ मार्केटै अब बिस्तारै बिस्तारै पसलहरू नि खोल्दैछ यहाँ अब पसल खोल्दै अनि त्यसपछि फुटपाथको बजार बन्द हुँदैछ अब यो काफल हो हेलो छ अब यहाँ हामी दर्शन गर्ने मसिनाथ आइसक्यो अब मसिनाथ दर्शन गरेर हामी जान्छौँ त्यो बिना लिनु लिउ न समाउ भने क्या नाल्ने यो त कस्तो मिठो छ यो गुलियो छ कि तिमी खाएन भने हामी खान्छौँ मालपुवा के हो केराउ बुढीले अब यहाँ सपिङ गर्दैछ सुरुवाल हेर्दैछ 500 को दुईटा अरे सुरुवाल जहाँ हेरे पनि 500 दुईटा भन्ने हल्ला मात्र सुन्छ है आवाज मात्रै सुन्ने अब त केही दिनपछि यहाँबाट जल खेल लान्छ
अनि त्यसपछि भोट जाँदा सुरु भएर अनि त्यसपछि सकिन्छ। यो चाहिँ काठमाडौँको लगभग काठमाडौँ अब उपत्यका भित्रको सबभन्दा लामो जात्रा हो। अब यहाँनिर पूजा सामानहरू यसरी के पाइन्छ यहाँ पूजा सामानहरू सबै यता पाइन्छ। अब यहाँ चाहिँ हराउँछ भने पिरो हो कि फेरि अब यताबाट जाउँ के हो नि यहाँबाट भिड छ है नानी भएर गाह्रो हो कि नानी भएर खासमा चाहिँ अलिक भिड भयो। हामी अब यता छेउछेउबाट दर्शन गर्दै जाने अब फर्केको भनौँ भने के फर्क्यो मामा घर जाँदैछौँ। मामा घरमा चाहिँ हामीलाई खाना खान इन्भाइट गरिसक्यो माइजूले। बिहान आएको हामी 5 बजे। आओ अब मामा घर जाने भात खाने त्यही हो साथीहरू। हामी हाम्रो मामा घरमा जान्छौँ माइजूहरूसँग भेट्छौँ। मामा माइजूहरूसँग भेटेर तपाईँहरूसँग भेटाउँछु। ल साथीहरू आउनु लाग्यो है आउनु लाग्यो हाम्रो मामा घर आयो आयो। बोल लगा मामा घर हाम्रो माइजू एकछिन हामीलाई त झर्नु देऊ पहिला ढिरो पनि हाल्ने नि है। के छ हिरो के छ माइजू भागे दिदी भागे के छ त नमस्ते गर ममतामालाई नमस्ते गर नमस्ते काफल गिरी कुटुकै ल जाउँ ल अब यिनीहरूलाई यही किनिदिने हामी त जात्रा हेरेर आएको नि थाहा चाहिँ छैन तिमीहरूलाई। है माइजू भेटिहाल्नु भयो म खाना बनाइराख्छु जसै पनि आऊ भनिहाल्नु उता माइजूले। उता माइजू भेट्यो जात्रा हेर्दा क्या टक्टक्क भेट्यो क्या हामीले। अनि है के छ त ठिक छ सन्चै हुनुहुन्छ हजुर हजुर देवर बाबु के छ त के छ त अर्को बाबु चाहिँ। अनि के छ त है ममता दिदी अरूको हालको खाना खानु भइसक्यो। ल ममता मलाई देऊ न काफल। ओ के खाने आरोन के खाने तिमीहरू के नखाने माथि होला है ए के लगिदिनु त मालाई अङ्गुर लिएर आइदिनु पर्ला अहिले अङ्गुर तिमीलाई। ब्लगर बन्ने हो ब्लगर काफल देऊ न अर्काइदेला नि चिया त्यही खाए चिया त्यो गर्दिन भन्नु न। अनि किन गएको तपाईँ बिदा भएको र A few moments later. अब हामी चाहिँ रजन दिदीका जाँदैछौँ क्या। हामी चाहिँ रजन दिदी बहिनी भेटघाट कार्यक्रम पनि छ हाम्रो। बिहान मामा घर गयो अब दिदीहरूसँग भेटघाट गर्ने हो। सधैँ भेटिन्न दिदीहरू। म कीर्तिपुर दिदीहरू पाटन मेरो आफ्नै दिदी बसन्तपुर के गर्नु अरू दिदीहरू भक्तपुर कालो पुल पुलै पुल। दिदी बहिनी धेरै छ तर भेट्न गाह्रो छ हाम्रो। यस्तै छ हौ साथीहरू के गर्नु। अब हामी रजन दिदीका गइसकेपछि अलिअलि दिदी बहिनीसँग बोल्छौँ खिच्छौँ राख्छौँ यस्तै हो होइन त तिमी नै हो। ओइ 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 झन्डै खाने हो गाडीले
हमें तुमसे प्यार सतहरू जाँदैछौँ स्कुटर त नाच्छ त यार ल त्यो फोरहरू के देखाउनु त हौ भनेर आज बुद्ध जयन्तीको अझ पनि हेर खोइ आज राम्रोसँगले हेर्नु नि पाएनौँ त्यही भएर खिच्नु नि पानी पर्ला जस्तो नि भयो पर्यो अलिअलि पनि नानी भिज्दा भनेर डरले लग्यो गइहाल्यौँ आइयो यो कुन मन्दिर हो अझै बङ्गलामुखी हामी बङ्गलामुखी मन्दिरमा आइसक्यौँ है साथीहरू हाम्रो दिदीको घर चाहिँ यतातिर हो क्या राम्रो देखेको हेर्नु न मन्दिर वान्यो खला बङ्गलामुखीको यहाँनिर चाहिँ पिउने यो चाहिँ हाम्रो धारो हो बङ्गलामुखीको मान्छेहरू कहीँ कहीँ नुहाउँदैछ त यार पहिला नुहाउने हुन्थ्यो कि हामी है आनन्द पहिला हामी नुहाउनु कि त्यो सानो धारा चाहिँ मेरो धारा थियो कि बच्चाको लागि धारा जस्तो लाग्थ्यो कि त्यो अनि ठुलोको लागि पिउने पानी सबै हो अँ नुहाउनु पाउँदैन भन्छ त यहाँ फेरि नुहाउँदो रहेछ अब लन्डनमै हेर्छ पहिल्यैदेखि गर्छ आनन्द यत्रो पानी पहिला सानो एकदम ठुलो लाग्थ्यो कि ठाउँ यो धारा के गर्ने हामी भरे ल ल गयौँ हामी यताबाट आयो है आयो साथीहरू ओ माई गुडनेस ट्याक हामी बिसाउँछौँ तपाईँहरूलाई घर लान्छौँ जाउँ नजाउँ आउँ न आऊ लागौँ टोली अगाडि यो आज ओम माने प्रेमे ओम माने प्रेमे ल जाउँ बुद्ध जयन्ती मनायो आज हामीले अँध्यारो छ त यार यस्तै छ हौ साथीहरू अँध्यारो छ अहिले बत्ती बाल्दै आऊ भन्थ्यो पुरानो घर हो नि त हाम्रो दिदीहरूको यो नयाँ घर अघि देखाइहालेँ त मैले पुरानो घर भने पुरानो घर हो ओइ 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 तल हामीले त बत्ती पनि देखेन हजुर हो खै ल आउन है भिनाजु माथि कुरा गर्नुपर्छ हामी छोरी रोक कहाँ रुन्छ यो रजिस्टर हो कसरी थाहा पाए त मम्मी र बाबा त्यति जाँदैछ भन्दैछु हो हेलो हेलो ट्याप ट्याप वाह क्या मजाले भन्दै यार यो त्यसमा उ भइसक्यो हामी के गर्दै छौं रे आज हामी दिदी बहिनी भेटघाट कार्यक्रम हाम्रो जक्सन के हैन के भन्छ त्यसलाई आज पार्टी ए पार्टी रक पार्टी डिस्को बार है थाम्दै हाल्छु नि आइलाई छोडेर जात्रामा घुम्न जाने छोरीलाई छोड्ने आमा बाउ मात्र छोरी निदाइदिने स्कुटरमा चढेको निदाइदिने यसलाई हेर्ने कि भिडियो खिच्ने हुन्छ अनि त्यही भएर सोध न हाम्रोतिर आउने त पुरै गर्दै झन् भन्दैछ आज जाने भनेर सोचेको हामी तपाईँहरू यता आउने भनेपछि म ढुक्कले बसिएको थिएँ है न त बिहान त्यत्रो कुखुरा सुखुरा छोडेर आज त नभन्नु न अब कुनै दिन भोलि त शनिबार बोल्नु न। भइहाल्यो तिम्रो त्यो दिन कहिले आउँछ र के गरौँ त है अझै म त दिदीकोमै जाने कहिले आउँछ कि जति चाहिन्छ के आएको भोलि शनिबार त हो नि त्यही बस्नु भइहाल्छ नि सासु खाएको आइतबार बिदा 3 दिन बिदा छ
दिदीबहिनी सबैका पानी पालो गर्नुपर्छ के अनि मेरोमा जाउँ न एक दिन अब कहिले जाने हो तिम्रो बहिनीको जानु छ नि दिदीको पहिला आउने हो नि त अब दखो मै बहिनी धक्कु म त आएछु नि रस्ता दिदीकोमा चाहिँ अलिकति थाहा गर नयाँ किन्यो भनेदेखि आएँ नि यो सबैलाई सेयर गर्न नहुने थियो नि यो भिडियो त यो त के हुन्छ त देखाउने त हो नि यो देखाउनेको चलन हो मैले हेरेको हो नि देखानी हो गएर खानी हो देखाउने हो जलेर खानी मर्ने हो मान्छेलाई जलाउनु पर्छ होइन मौसमले रात गाउँछ त होइन हो अब आइसक्यो है बिचारा खै म गरिदिन्छु तपाईँहरूको छोराले दिएन मेरो त छोरीले दिन्छ है चम्चा छ यहाँ चम्चा खानु चराइदेऊ न फेरि यहाँ अरू बेला जतिखेर गाडी गर्ने आज चाहिँ हामी मात्रै जाँदा हुन तपाईँको छोरालाई नि बर्थडेलाई चाहिँ बाबु आफै लाएर नै गालामा लाएपछि नाच्न लागिदिने हो नि ऊ आफैले लाउनु थाल्यो मेरो छोराले चाहिँ आफैले दलेर आफै लाउनु थाल्यो उसलाई त लगाइदिएर ल हामी चाहिँ बङ्गलामुखी मन्दिर आएको सबैजना बोर लागेर बस्दा बस्दै बोर मानेकाहरू यहाँ बच्चा बच्चाहरू यिनीहरू यहाँ बच्चाहरू आज खेल्ने हो के खेल्ने जे पनि ल हाम्रो बिना मामाले यस्तो सपोर्ट गरिदिनु होइन सबैले यसो सब्सक्राइब लाइक सेयर गरिदिनु अनि त्यही हो लाइक सेयर सब्सक्राइब गरिदिनु सबैले अरू म आफै मेहनत गर्छु अनि यो चाहिँ हिरो हो रोजन बर्थडे बोय म बर्थडे गएँ म यहाँ अगाडि मान्छेहरू गइरहेँ अगाडिको हामी देखाउँ न हामी हाम्रै फेस देखाउँछौँ हाम्रो फेस भनेको एकदम इम्पोर्टेन्ट हो हामी चाहिँ अब चिल्ड्रेन पार्क जाँदैछु खेल्न मध्यरातमा म चाहिँ कहाँ सङ्कमुल जान्ला छु छु अनि यस्तो त्यसो तन्का यस्तो देख्नु पऱ्यो नि ल आइज त पनि मोरा यहाँ पछाडि आइज यहाँ आरोन मेरो भाइ भन्नु न मेरो भाइ छ यहाँ यहाँ बस हो ल यस्तो यस्तो छोरा खोइ ध्यान बस्यो ध्यान बस न पानी खाने उता धाराको खानु हुँदैन ल 1 2 3 ओइ रोजन ध्यान बस्थे 1 2 3 गो ओ माने पेम्बे ओ माने पेम्बे ओ न के नगर्नु न छिटो गर कस्तो अनि के गीत गाउने अनि भयो अब त झेललाई किन आँखा खोले अल्छी महा अल्छी लाग्यो नि के गर्नु त बोल्यो
डिस्टर्ब नगर यसो गर नि यसो गर्ने के काम बुद्धं सर्वं गच्छामि हामी चाहिँ यहाँ आज कता कसरी हामी चाहिँ यहाँ चामुण्डै मन्दिर आएको छौँ है गाइज अनि यतापट्टि चाहिँ मन्दिर छ यस्तो छ होइन अनि यहाँनिर हामी सबजना छौँ अनि यहाँनिर छोटो डन छ गाइज कस्तो भयो त आज पाटनको यात्रा अँ रमाइलो भयो साहसै भयो आनन्दै भयो रमाइलै भयो अब घुम्दा घुम्दा सङ्कमुल पुगेर अब हामी सङ्कमुलकै एउटा बौद्ध स्तूपा अशोक स्तूपा चैत्य यही हो चैत्य सानो बच्चाहरू खेल्दैछ के ऱ्याप हाने गीत गाउनु ल भन्दै गीत गाउने कुन गीत गाउने पुण्य राई ल पुण्य राईको गीत गाउने ल गाइदियो नि त नभेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्नु नै पर्यो जिन्दगीको खेल छाडी जानै नै हो र फेरि नभेट्दा सत्तै जान्थ्यो प्राय समय अङ्गालै हुन्थ्यो पिरती साँचे थियो अनि माया गाँसे थियो तिमी हाँसिरहनु है तिमी हाँसिरहनु है